सङ्गीतमा यात्रा कसरी सुरु भयो, कुन प्रेरणाले यहाँ सङ्गीतमा लाग्नु हो भन्ने बारेमा अलिकति तपाईँको श्रोताहरूलाई केही बताइदिनुहोस् न। सङ्गीत चाहिँ खास गरिकन म स्कुल पढ्दाखेरि चाहिँ अब बाल्यकालमै हामी सांस्कृतिक कार्यक्रम गर्थ्यौँ। त्यति बेला स्कुलमा चन्दा उठाएर सांस्कृतिक कार्यक्रमहरू सरलाई शिक्षकहरूलाई चाहिँ तल दिनु पर्थ्यो। दार्जिलिङका शिक्षकहरू आउनुभएको थियो हामीलाई पढाउनु। म भोजपुरी नाममा पढ्थेँ, त्यति बेला दार्जिलिङ आउनुभएको थियो। अनि त्यही बेला सांस्कृतिक कार्यक्रमहरू हुन्थ्यो र हाम्रो बुवा मेरो पिताजी पनि म्युजिकमा चाख राख्नुहुन्थ्यो र हाम्रो घरमै पनि सङ्गीतमा चाख राख्ने मान्छेहरू भएकोले ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो पहिला। त्यही बेला आउँदाखेरि चाहिँ त्यो ग्रामोफोन लिएर आउनुभएको थियो पहिला हामी केटा। त्यति बेला अहिले म सम्झना छ तानसेन घमाइलो लाउरेको रिलमा गीतहरू, त्यो यो मित्रसेनको गीतहरू रहेछ क्या, त्यति बेला बजाउँ ग्रामोफोन बजाउँथ्यौँ। अनि त्यो वरिपरिमा चाहिँ हाम्रो यहाँ मात्रै थियो त्यो, अनि मान्छेहरू हेर्न आउँथे। अनि त्यति बेलादेखि नै अब त्यो सङ्गीतमा चाहिँ रुचान पैदा भयो, त्यसको चाख पर्दै गयो। पछि गएर अब हाई स्कुल पढ्दाखेरि अब साहित्य सङ्गीतको माहौल त्यस्तै थियो, यसरी चाख पैदा भयो। यहाँको त क्यारियरको हिसाबले प्रशासनिक क्षेत्रमा थियो हजुर होइन, तर यो सङ्गीतलाई चाहिँ सबभन्दा महत्त्वपूर्ण विषय ठानेर त्यति बेलादेखि आजसम्म लागिरहनु भएको छ। केले डोर्यायो यहाँलाई, कुन प्रेरणाले, कुन ऊर्जाले यहाँलाई यहाँसम्म धकेलिराखेको छ, डोर्याइरहेको छ? वास्तवमा सङ्गीत चाहिँ नजानेर थाहा नपाएर नबुझेरै सुरुमा रहरमा लाग्यो। तर अहिले के लाग्छ भने सङ्गीत चाहिँ कस्तो रहेछ भने जीवनको एउटा साथी रहेछ। आफूलाई दुःख भुलाउने, आफूलाई समस्या पर्दा अब यसो हेर्दाखेरि टाइम कटाए जस्तो लाग्ने होइन, त्यो आफूलाई भुलाउनु पनि त्यो सङ्गीतमा र साथी भनौँ न, सङ्गीत नै एउटा मेरो साथी जस्तो, जीवन साथी, आफ्नो जीवन साथी जस्तो। एकान्तमा अब अहिले इलाममा बस्छु, मसँग मेरो परिवारहरू काठमाडौँ बस्छन् र पनि मेरो साथी जस्तै सङ्गीत बिहान फुर्सद भयो भने म त्यही हार्मोनियम बजाएर गीत गाएर बस्छु। र सङ्गीत एउटा मसँगै गाँसिएको एउटा जीवनको पद्धति भयो। त्यसैले अब चाहिँ बिचमा चाहिँ अब प्रशासनमा गइयो, यो सङ्गीतको नाताले नै गएँ म त्यहाँ, किन सङ्गीतसँग सम्बन्धित नै संस्थाहरूमा काम गरेँ म, साहित्यसँग सम्बन्धित नै संस्थामा काम गरेँ। त्यो बेला फाल्टो भए गरेँ। यहाँले चाहिँ लोक भाका र राष्ट्रिय गीतहरू हजुरलाई बढी प्रायोरिटी दिनुभएको छ भन्ने श्रोताहरूको पनि प्रतिक्रिया सुनिन्छ भाइ। यो लोक भाका गीत र राष्ट्रिय गीतलाई तुलना गर्दाखेरि यहाँले कसलाई बढी प्रायोरिटी दिनुहुन्छ, प्राथमिकता दिनुहुन्छ अहिलेसम्म दिएकोमा? यसको चाहिँ अब दुइटैको आफ्नो आफ्नो स्थान छ। तर हाम्रो लोकजीवन, लोक भाका भनेको त अब सबभन्दा हाम्रो आधारै त्यही आदर्शलाई त्यही हो, त्यसलाई अब उहाँलाई अब प्राथमिकतामा दिनुपर्छ भन्ने मेरो चाहिँ मान्यता छ। हाम्रा अब शास्त्रीय सङ्गीतहरूको त्यति सुरुमा अब थिएन, दरबारहरूमा थियो शास्त्रीय सङ्गीत, र हाम्रो लोकजीवनमा भिजेको सङ्गीत नै लोकसङ्गीत थियो। त्यसैले गर्दा लोकजीवन प्राथमिकता। राष्ट्रिय गीत भनेको पछिबाट अब समयअनुसार बनाइएका आफूलाई लागेका अनुभूतिहरू सृजना गर्ने देशभक्ति। यहाँले चाहिँ इलामको फिक्कलमा बस्नु चार्ज गर्ने होइन, सङ्गीतलाई जीवनको अभिन्न अङ्ग, जीवन साथीको रूपमा यहाँले जुन आत्मसात गर्नुभएको छ। दैनिक यहाँले हार्मोनियममा बस्दाखेरि सधैँ गुनगुनाइरहने गीत कुन होला? त्यो चाहिँ यही गीत भन्ने चाहिँ हुँदैन, प्रायः जस्तो म सबै किसिमको गीत गाउँछु। बिहान आफ्नै रचनाको कुनै गीत, आफ्नै गीत गाउँछ, आफ्नै गीत। अनि यहाँको अब एकदम निकट भविष्यमा नै एकल साङ्गीतिक प्रस्तुति हुँदैछ। हजुर, यसअघि पनि राजधानीमा र राजधानी बाहिर पनि यहाँलाई यहाँका श्रोताहरूले मन पराएर धेरै ठाउँमा प्रोग्राम गर्नुभएको छ। हजुर, यो पछिल्लो प्रोग्रामको तयारी कस्तो छ? यो चाहिँ अहिलेसम्म काठमाडौँमा बाहिर कार्यक्रमहरू जति भए त्यो चाहिँ अब 300-400 200-300 श्रोताहरू माझ भएको थियो मेरो कार्यक्रम, एकल साँझहरू। अब यो चाहिँ एकाडेमीमा प्रज्ञा भवनमा हुने भएकोले यो श्रोताहरू अलिकति धेरै छन्, 1400-1500 मान्छेहरू छन्। र यसको तयारीको लागि म पनि आफू सचेत छु, अलिकति सचेत भएर लागेको छु। किनभने यत्रो मेरो जीवनमा यो धेरै ठुलो यो मोबाइलको पनि यस्तै काम ठिकै छ। अनि यो सचेत छु र त्यसमा अहिले अभ्यास चाहिँ गरिरहेको छ। र मलाई लाग्छ यो चाहिँ मेरो जीवनको सबैभन्दा ठुलो कार्यक्रम जस्तो लाग्छ मैले यो अवधिमा आएर। किनभने मैले सबै अरू ठाउँ कार्यक्रम गरेँ, आफ्नो जन्मस्थल, मेरो जन्मस्थल त भोजपुर हो,
जन्मस्थलको छिनामको भन्ने गाउँ छिनामको सरोकार समाजले गरेको कार्यक्रम आफ्नो गाउँको मान्छेले मलाई सम्झेर आयोजना कार्यक्रम गर्नुभयो गाउँको लागि मैले पनि केही गर्न सकेँ उहाँले पनि मलाई सम्झिनुभयो त्यसले गर्दा यसको आफ्नै महत्त्व छ भन्ने ठानेर मैले कार्यक्रम अलिकति गम्भीरतासँग गरेको छु यो सँगै सँगसँगै यहाँले चाहिँ नि देशका धेरै भूभागको भ्रमण पनि गर्नुभयो बजुर्गको छिनामखुमा जन्मेर त्यही सङ्गीत पनि शिक्षा पनि आर्जन गर्नुभयो र जीवनको भविष्यतिर हिँड्ने गोरेटो पनि समाउनु भयो र अहिले जीवनको उत्तरार्धमा अथवा सेकेन्ड हाफ भनौँ न जीवनको यो सेकेन्ड हाफमा चाहिँ इलाममा बस्नु भएको छ किन यसरी मान्छेले आफ्नै जन्मभूमि फर्किन्छन् आफ्नै पुस्तैनी ठाउँमा गएर बस्छन् रिटायर्ड जिन्दगी बिताउँछन् यहाँ चाहिँ इलाम जानुभयो यसमा केही त्यस्तो भावनात्मक सम्बन्ध थियो कि इलाम चाहिँ अब म मेरो कलिलो अब युवा अवस्थामा इलाम पुगेको मान्छे हो समय परिस्थितिले त्यस्तै बोलाउँदै विष्णु नवीन भन्ने एउटा साथी हुनुहुन्थ्यो इलाममा उहाँले बोलाउनुहोस् मेजर सन्तोष भन्ने अञ्चल पञ्चायतको सचिव थिए उहाँले बोलाउनु अनि त्यही क्रममा म इलाम गएँ र म इलाममा धेरै बसिनँ 1.5-2 वर्ष तिनतै बसेँ तर मलाई सबैले धेरैले चिन्ता बेलामा काठमाडौँ आउँदाखेरि इलामकै मान्छे मान्छे चिन्थ्यो मेरो किनभने म यहाँ आउँदाखेरि इलामबाटै आएको हुनाले 23 सालमा इलाममै आएँ कलाकारको रूपमा इलामबाटै आएको हुँ र मेरो पहिचान पनि इलामबाटै हो त्यसैले जीवनको उत्तरार्धमा आउँदाखेरि चाहिँ अब भोजपुर जाँदाखेरि यातायातको सुविधा पनि थिएन बाटोघाटो पनि थिएन र अब विभिन्न कुराहरू जस्तो हामी सहरमा धेरै वर्ष बस्यौँ सहरमा बस्यो हुनाले सहरमा वातावरणले गर्दा वातावरणसँग गाउँको कतिको मिल्ने अवस्था पनि थिएन मेरो पारिवारिक पनि श्रीमतीहरू पनि अब सहरमै हुर्केका छोराछोरी यतै बसेँ त्यसैले भोजपुर जानु पनि कठिनाइ थियो अनि विकल्प रूपमा कहाँ जाने भने सोचेँ म इलाम जान्छु भनेर सोचेँ मेरो मनमा इलाम बस्ने मेरो धोको पनि पुगेको थिएन र गएर मैले इलाम बसेको 18 वर्षको इलाम विकल्पमा बस्छु अब इलाम छोड्नु इलाम मलाई लाग्छ विभिन्न परिस्थितिमा कहिले कहिले मन बदलेर इलाम छोड्छु भन्ने पनि आउँछ किनभने जीवन एकनाश छैन कहिले के हुन्छ कहिले के हुन्छ म त्यहाँ एक्लै बस्नुपर्दा कहिले कहिले टिक्का बराबर छोडेर जाउँ के भन्ने हुन्छ तर नियति यस्तो छ मैले इलाम छोड्न सक्ने अवस्था छैन र ती नै मेरो अन्तिम जीवन हुन्छ भन्ने मलाई लाग्छ गणेश दाईको टाइटल राष्ट्रव्यापी अन्तर्राष्ट्रिय समुदायसम्म पनि परिचित छ रसिक भन्ने दाईको टाइटल होइन गणेश रसिक तर यहाँले जीवनको भोगाइमा जुन यथार्थ कुराहरू जति यहाँले सामना गर्नुभएको छ त्यो सामना गरेका परिस्थिति र दाईको टाइटलको तालमेल कहाँ मिलेको छ चाहिँ जस्तो लाग्छ मिलेको मिलेन जीवन र नाम टाइटलसँग त्यति अब छैन तर मलाई व्यक्ति रूपमा बाहिर हेर्दाखेरि म त्यस्तो लाग्दिनँ र लाग्छु जस्तो लाग्छ है मैले चाहिँ जीवनलाई सजिलो रूपमा लिएको छु अब जीवनलाई जति जटिल बनाएँ त्यति जटिल लियो र जीवनमा पर्ने आएका दुःखहरूलाई दुःख सम्झे दुःख हुन्छ नसम्झे दुःख हुँदैन दुःख भनेको अनुभूति हो र जीवनमा अँध्यारा पक्षहरू छन् त्यसमा डाक्नु छ अँध्यारा पक्षहरू तर सधैँ उज्यालो भएर हिँड्नुपर्छ उज्यालो कुरो खोज्नुपर्छ भन्ने मलाई लाग्छ त्यसैले मलाई यो तालमेल मिलेन होला तर म सङ्गीतको सुर चाहिँ मिलेको छ मिलेको जस्तो लाग्छ जीवनको सुर उतार चढाव भयो भने सङ्गीत मात्र टुटेको छैन हजुर टुटेको छैन म अब लास्टमा एउटा दाइसँग क्वेसन गरौँ यो जीवन जतिसुकै उतार चढावपूर्ण हुँदै हुँदै यहाँले यहाँसम्म यात्रा गर्नुभएको छ अब बाँकी जीवन कसरी सम्पन्न होस् जस्तो लाग्छ कुनै न कुनै दिन त जीवन सम्पन्न हुन्छ होइन कसरी सम्पन्न होस् एउटा निराशावादी चाहिँ होइन एउटा चाहिँ होइन सम्भावनाहरू त धेरै हुन्छन् नि होइन मलाई लाग्छ अब बुद्ध भगवान्ले पनि भन्नुभएको छ हरेक सुखको अन्त दुःखबाट छ त्यस कारण त्यो दुःखको अन्त हामी अब यस संसारमा नदैनौँ त्यो दुःखदायी कुरो हो त्यो अन्त त दुःखबाट छ त्यसलाई स्वीकार्नुपर्छ नियति पनि त्यस्तै हाम्रो जीवनको अब यात्रा नै त्यही हो अन्तिम यात्रा त्यस कारण अब इलाममा बस्छु ठिकै छ अब सकिन्जेल अब आफूले आफ्नो परिवारको दायित्वहरू निर्वाह गर्ने साहित्य सङ्गीतको सेवा गर्ने आफूलाई अलि व्यवस्थित हुन सकेको छुइनँ अझै पनि म हुन त हरेक नेपालीले आफूलाई म व्यवस्थित हुन्छु भन्छ तर व्यवस्थित नभइकन त्यसको जीवन अन्त हुन्छ म पनि त्यही क्रममा छु अहिले व्यवस्थित हुने चाहना गरेर सोचे जस्तो हुन जीवन छैन है अब एउटा चाहिँ दाइको एउटा प्रश्न मैले गर्नै पर्ने जस्तो लाग्यो हजुर
तपाईँले आफ्ना श्रोताहरूलाई हेर्नु भएको छ लामो यात्रामा। हजुर। गणेश रसिकका श्रोताहरूको कुनै पुस्ता छ कि पुस्ताको ग्याप छैन? मलाई लाग्छ तपाईँलाई सुन्ने खास पुस्ता छ कि सबै रुचाएको? सबै पुस्ताले सुनेका छन् मलाई, किनभने मैले पहिलोचोटि 58 सालमा एउटा कार्यक्रम गरेको थिएँ। मलाई अनुभव छ, केही केटा भाइहरू आउनुभएको थियो, यति लामो केस पारेको यस्तो थियो, जो मेरो छोराको भन्दा सानो उमेर थियो। ती अब सबै ऱ्याप र पप गीतहरू गाउँथे। अनि मैले त्यो रसियन कल्चरसँग पहिलोचोटि 58 साल अन्तराल भन्ने कार्यक्रम गरेँ। गर्दा कार्यक्रम सकेपछि ती मान्छेहरू आएर मलाई हात मिलाएर भने गीत भनेको यस्तो पनि हुँदो रहेछ। मलाई खुसी लाग्यो। उनीहरूले मलाई लाग्थ्यो त्यस्तो पुस्ताले यस्तो गीत सुन्दैन, तर हृदय भएको मान्छे जसले छ, जसले हृदय छ, जसको मस्तिष्क छ, त्यसले अनुभव तिनीहरू पनि गर्छन्। त्यस कारण पुस्ताको ग्याप छैन, मैले अहिलेसम्म पाएको छैन। बरु प्रायः अब किनभने पुरानो पुस्ता हाम्रो पुस्ताहरूको मान्छेहरू हलमा गएर कहीँ गएर गीत सुन्ने चाहना पनि राख्दैन, समय पनि हुँदैन। उनीहरू आफूलाई ओल्ड एजमा छु, अब रिटायरमा छु, के गरिराख्ने भन्ने पनि हुन्छ जाने गर्ने। बरु युवा पुस्ताहरू मेरो श्रोता धेरै छन्, मलाई चाहिँ लाग्छ। उनीहरू मनमा हो गणेश गीत सुन्नुपर्छ, मेरो साथी गीत राम्रो छ, हाम्रो पाला गीतहरू सुन्छन्, तर युवा पुस्ता धेरै गीत सुन्छ। अन्तिम क्वेसन, दाइको पहिचान गणेश रसिकको रूपमा छ। गायक, लेखक, सङ्गीतकार सबै किसिमले विभिन्न व्यक्तित्व तपाईँको जीवनमा जोडिएको छ। गणेश रसिकको जीवन गाथा एकदम सारांशमा भन्नुपर्दा तपाईँ कसरी भन्नुहुन्छ? को हो गणेश रसिक? तपाईँकै मुखबाट सुन्दाखेरि श्रोताले कसरी सुन्नु पाउँछ? गीत सङ्गीत र साहित्यमा र देशलाई माया गर्ने एउटा मान्छे, सिङ्गो नागरिक।